नमस्ते साथीहरू, तपाईहरुलाई मेरो यो नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ हामी यो काठमाडौँकै टेक्निकल उकालोमा आएका छौँ हैन। काठमाडौँ भ्यालीकै टेक्निकल सेक्सन भनौँ। यो उकालो चाहिँ साँखु तर्फबाट जसिन पौवाको रहेको छ। अस्ति पनि यहाँ एउटा बस चाहिँ दुर्घटना भएको थियो है, माथिबाट लडेर करिब 9 जनाको मृत्यु भएको उकालो हो। यो चाहिँ अलिकति टेक्निकल छ, उकालो पनि टफ छ, अलिकति ठाडै उकालो छ हैन। त्यही भएर चाहिँ हामीले अब उकालोमा कुदाउनुभन्दा अगाडि चाहिँ हामी गियरको कुरा गरौँ। गियरमा चाहिँ हामीलाई धेरै टर्क चाहिएको हुन्छ क्या बाइकमा हैन। त्यसैले हामीले 1 र 2 गियरमा मात्रै जानेछौँ। कुनै कुनै ठाउँमा 3 गियर पनि हाल्नेछु म हैन। तपाईहरु चाहिँ सकेसम्म बिगिनर हुनुहुन्छ भने चाहिँ भर्खर कुदाउँदै गरेको हुनुहुन्छ भने चाहिँ 1 र 2 मा जानुस्। अलिकति प्रोफेसनल छु म, अलिकति कुदाको निकै भयो जान्छु भन्दाखेरि चाहिँ कहिलेकाहीँ 3 गियरसम्म खेलाउँदा नि हुन्छ है त। अनि यस्तो टर्निङमा जाँदाखेरि चाहिँ हामीले पहिला आउटसाइड जानुपर्छ, इनसाइड अनि आउटसाइड है त। अहिले म त्यो चाहिँ भन्दैछु। ल अब ढिला नगरिकन भिडियो सुरु गरौँ है त। अहिले 1 मा छ, मैले 2 मा हालेको छु है साथीहरू। अहिले 2 मा छ मेरो बाइक। 2 मा म बिस्तारै गइरहेको छु। यो चाहिँ उकालो अब सुरु भइसकेको छ हैन। म चाहिँ 2 को 2 मै छु है त। छु अब म एकछिनपछि उयो स्कट 3 मा हाल्छु है त। अब ल 3 मा हालेको छु। 3 मा छ है। 3 मा छ, सुइँ गइरहेको छु म। यो यताबाट बाहिरबाट हानिरहेको छु है टर्निङ, आउटसाइडबाट इनसाइड मात्रै हानिरहेको छु। यो पनि टर्निङ आयो, आउटसाइड गएँ म, बाहिर गएँ, फेरि भित्र गएँ क्या। हाम्रो आँखा जता गयो हैन, बाइकको ह्यान्डल पनि त्यतै जान्छ। त्यही भएर हामीले पहिल्यै टार्गेट फिक्सेसन चाहिँ गर्नुपर्छ है। पहिल्यै कहाँबाट निस्किने, कता जाने भनेर चाहिँ पहिल्यै डिसाइड गरेर जानु। 1 गियर डाउन गरेर 2 मा हालेँ टर्निङ, अनि सरर कट्छ। टर्निङ कट्यो होइन त। अब फेरि बाइकले अलिकति चाहिएको जस्तो लाग्यो मलाई होइन। त्यो पनि चेन्ज गरेको छैन, 2 को 2 मै छ होइन। यसरी म बिस्तारै सरर गइरहेको छु है, 2 को 2 मै। अब 3 गियर हालेँ है त मैले, अलिकति बढी घुवा गरेँ नि त, 3 गियर हालेँ। अब यस्तोमा चाहिँ मैले ट्याक्क 1 गियर डाउन गरेँ, 2 मा टर्निङ चाहिँ टर्निङ आउने बित्तिकै 1 गियर कम गरेँ भने चाहिँ तपाईँहरूको आफै इन्जिन ब्रेकिङ लाग्छ है त, स्पिड कम हुन्छ। 2 को 2 मै छ। अब मैले 3 गियर हालेँ, यो बढी घुवा गरेँ नि त, 3 गियर हालेँ। अनि टर्निङ हान्दा चाहिँ अब यो आयो टर्निङ 2 मा छ, बाहिर निस्किँ म, हेरेँ अनि सर र मोडेँ है त। यो टर्निङ हान्दाखेरि चाहिँ हामीले सकेसम्म बाहिरबाट भित्र छिर्नुपर्छ है। अब यहाँ भित्रबाट भित्रै यसरी मोड्यो भने गाह्रो हुन्छ। त्यही भएर अलिकति यसरी बाहिर निस्किने, अनि उता परसम्म देखिन्छ अनि हान्ने है। यो बाहिरबाट निस्केर हान्नुपर्छ है, यहाँ बाहिरकोबाट। एक गियर अफ गरेँ होइन। यहाँ टर्निङ आउला जस्तो छ होइन। टर्निङ आयो, फेरि हल्का बाहिर निस्किँ, 1 गियर डाउन गरेँ, 2 मै आएँ है त म। 2 मै यसरी सरर कटिरहेछ है। अब हामीले यो टर्निङमा चाहिँ कसरी मोड्ने भन्दाखेरि यो साइडबाट गएर मोड्यो भने देखिँदैन, ब्लाइन्ड हुन्छ। त्यही भएर सधैँ यता बाहिर निस्केर मोड्नुपर्छ है। अनि हामीले यो रङ गियरमा कुदायौँ, हाई गियरमा कुदायौँ भने चाहिँ के हुन्छ भन्दाखेरि बाइकले तान्न पनि मान्दैन राम्ररी होइन। अनि बाइक ओभर हिटिङको समस्या नि बढी आउँछ, अनि बाइक पनि कन्ट्रोलमा हुन्न क्या।
कन्ट्रोलमा नभएपछि चिप्लिन्छ। त्यो भएपछि स्लिप खाँदै म यहाँ बाहिरबाट आएँ, अगाडि हेरेँ अनि मात्रै गएँ क्या। यहाँ बाहिरबाट मात्रै जाने हो। फेरि मैले गियर चेन्ज गरेँ, 4मा हालेँ है त अहिले चाहिँ। अब फेरि यो टर्निङ आयो, 3मा हालेँ। तिनमै गरिरहेको छु म। अब फेरि 4मा हालेँ। बडी कराएपछि चाहिँ 4मा हाल्ने हो। सधैँ हामीले टर्निङ मोड्दा चाहिँ आउटसाइड इनसाइड आउटसाइड है त, आउटसाइड इनसाइड आउटसाइड। कस्तो भन्दाखेरि यो टर्निङ आयो, म गियर डाउन गरेँ, बाहिर गएँ, यहाँ बाहिर गएँ अनि मात्रै मोडेँ क्या। बाहिर गएर मोड्दाखेरि के हुन्छ, हाम्रो टर्निङ पनि बढी हुन्छ अनि माथिबाट आएको बसहरू पनि छ भने देखिन्छ है त। फेरि मैले गियर चेन्ज गरेँ। आरपिएम चाहिँ यहाँ 6000 जति पुगेको थियो, त्यही भएर पनि चेन्ज गरेँ है त। तपाईँहरूले चाहिँ गियर कसरी चेन्ज गर्ने, कति कुन अवस्थामा चेन्ज गर्ने, सबै भिडियो चाहिँ मैले अगाडिको भिडियोमा नि भनिसकेको छु होइन। यो टर्निङ आयो होइन, फेरि एक गियर डाउन गरेँ। डाउन गरेपछि टर्क बढ्यो अनि यसरी सुनेर मोडेँ क्या मैले। त्यो टर्निङका टर्निङ छ होइन, यसरी गएँ। फेरि त्यो टर्निङ आयो नि, अलिकति बाहिर निस्की गियर डाउन गरेँ अनि बिस्तारै छोड्दै हेर्दै गएँ क्या। 2मा हालेँ होइन। मैले भन्न खोजेको चाहिँ यो टर्निङ हो नि, यो यता टर्निङको बाहिर जाने, माथि हेर्ने अनि सर जाने। यो पनि अलिकति ठाडै टर्निङ छ, ब्लाइन्ड टर्निङ छ नि त, देखिँदैन। अनि यता बाहिर निस्किने, हेर्ने अनि मात्रै जाने। यो गर्दाखेरि चाहिँ माथिसम्मको एरिया सबै देखिन्छ होइन। अनि थ्रोटल पनि कन्स्ट्यान्ट आनन्दले दिने क्या। अब फेरि बडी आरपिएम पुग्यो, मैले चेन्ज गरेँ, एक गियर माथि बढाएँ होइन। यहाँ पनि एकचोटि हरन मार्छु म, ब्लाइन्ड जस्तो लाग्यो, आनन्दले गएँ क्या। हामी चाहिँ यता बाहिर निस्किने, आउटसाइड बाहिर, इनसाइड भित्र, फेरि आउटसाइड, फेरि इनसाइड भित्र, फेरि आउटसाइड, यसरी जाने हो है। फेरि यसको लागि चाहिँ गियर एक डाउन गरी यता बाहिर निस्किम अनि फेरि यसरी छिरेँ। हाम्रो आँखा जता गयो होइन, बाइकको ह्यान्डल पनि त्यतै जान्छ। त्यही भएर हामीले पहिल्यै टार्गेट फिक्सेसन चाहिँ गर्नुपर्छ है। हो यस्तो टर्निङ छ, हामी यो यहाँबाट जाने होइन कि यहाँबाट जाने हो है। यसरी यो बाहिरबाट गएपछि पुरै देखिन्छ, के आज सब देखिन्छ। भित्रबाट गयो भए अहिले यो गाडी स्पिडमा भयो के हुन्थ्यो, हान्थ्यो। अब यो लाइनमा पनि यसरी म यता जान्छु बाहिर अनि यसरी भित्र आउँछु। सधैँ अलिकति बाहिर जाने, रोडको बाहिर अनि भित्र आउने है। यस्तो गर्दाखेरि सबै मोडाइदेखि लिएर सब पुग्छ है त। स्पिड भन्दा पनि पहिला चाहिँ कुन एङ्गलबाट कति मोडिन्छ, कसरी मोड्ने, कुन गियर हान्ने, त्यो चाहिँ ख्यालमा हुनु पऱ्यो क्या। यस्तो टर्निङ छ, म यता बाहिर गएँ अलिकति अनि मोडेँ क्या। त्यो गर्दाखेरि बडी ब्रेक पनि हान्नु परेन, गियर चेन्ज नि गर्नु परेन। आनन्दले गइरहेको छु है। फेरि यो टर्निङ सकिन्छ अनि म गियर चाहिँ अफ गर्छु है त। एक गियर थपी होइन, अहिले 4मा छ। यसरी सलल्ल 4मा गइरहेछ है त। हामीले चाहिँ मेन उकालोमा ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ गियरमा हो होइन। गियर चाहिँ 1 2मा हुनु पऱ्यो। रङ गियर छ भने चाहिँ बाइक ओभर हिट हुन्छ, बाइक नियन्त्रणमा हुँदैन, अनियन्त्रित हुन्छ होइन। अनि अर्को ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ टर्निङमा कताबाट मोड्ने, कुन एङ्गलबाट मोड्ने, आउटसाइड इनसाइड आउटसाइड भयो है त। ल साथीहरू, यस्तै
भिडियो हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। फेरि म अर्को भिडियोमा भेट्नेछु। त्यतिन्जेलसम्म सुरक्षित रहिदिनु होला। धन्यवाद।